सब हाम्रो भाइ बहिनीहरू पञ्चकन्यामा बाहिरबाट आएको गुरुहरूलाई खाना खुवाउँदै हुन्छ र आफैले भाँडा माझेर यहाँ आफ्नो भोलिन्टियरिङ काम पनि गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। त्यो भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। र यो फल पनि त्याग गर्ने है। गुरु खाना कस्तो छ हौ? मिठो छ नि खाना? हाम्रो खेलाडी भाइले बनाएको खाना हो, एकदम दामी छ, मिठो छ। मासु नभए के भन्छ अन्न त हैन। ओके ल ल एकछिन रुक्ने यो मामले के हो? खाना ठिक छ ल। यो क्यामेरा ब्याट्री अफ हो क्या हो? बेला आफै हुन्छ। यहाँ पञ्चबाट बगिरहेको छ।